guys, welcome to my new vlog. स्वागत तपाईँ मेरो न्यू भिडियोमा हैन। यहाँ चाहिँ म भर्खर नुहाएर आएको थिएँ। हल्का चाहिँ जाडो भएर यहाँ हाम्रो मुनिहरूसँग घाममा बस्देको। हो मुनि ब्रो व्हाट्स अप। अनि यहाँ चाहिँ छठको तयारी चलिरहेको त्यहाँ थियौँ। यहाँ के बनाउने हो नि? दुध तताउने। गाइस अब चाहिँ यहाँ दुध तताउने हो। गाइस मैले दुध पनि बसालिदिनु भयो। अब चाहिँ मलाई दिन्छु मम्मीको टाउकोमा तेल। गाइस तर छठ गर्न चाहिँ लास्टै गाह्रो हुन्छ हैन। मतलब खानै हुन्न केही पनि, न पानी, अनि खाना नि त्यस्तो खाना हुन्न क्या, लसुन प्याज खाना हुन्न, अनि पानी त 3 दिन तक नि खाना हुन्न गाइस, लास्टै गाह्रो छ। ल गाइस अब चाहिँ आजकल मैले भात खान्छौँ। भातमा भात अनि राजमा। ल गाइस म चाहिँ भात नि खाइदिएन, एकदम दामी भयो भात चाहिँ। मतलब भात त भएको थिएन, तरकारी दामी भयो। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो पापाजी। व्हाट्सअप यस्तो 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 ल दामी ब्रो। गाइज अनि चाहिँ अहिले चाहिँ आजकलको साथीहरू नि आउँदै हुनुहुन्छ, अनि दिदीहरू नि आउँदै हुनुहुन्छ। ल गाइज आजकलको साथी र दिदीहरूलाई कुर्दा कुर्दा त 2 घन्टा भइसक्यो, अझ तक आउनु भएन। अनि त्यही भएर चाहिँ म चाहिँ अहिले हिँडिसक्यो हाम्रो मुनिहरूसँग खेल्नलाई। ओ मुनि ब्रो के छ नि? घाँस खाएनौ? यत्रो हिजो त्यत्रो घाँस ल्याइदिएको खाएनौ तिमीले? खाएनौ किन नखाइक्यौ नि? गाइज दिदी नि आउनुभयो। दे अनि यहाँ सल्लाह दिने लगाएर जान्छ हामी हिँडेको चोकमा सामान लिन। दिदी सल्लाह दे किन लजाउनु हरा ल्याउनु। अनि म हेर्नु दे नेपालको ओरिजिनल बाटो। एक गाई चाहिँ सामान हो, सबै सामानहरू हामी अब किन्ने हो। ल भन्नु न त के हो? 18-19 वटा सबै उसको लागि हैन, छठको लागि हैन। मैदा, तेल, सुजी, चना, अनि यो सबै चोखो चाहिन्छ हैन? मतलब त्यही भएर त नयाँ किन्न लाग्छ नि। अब घिउ चिनीहरू त लगभग हुन्छ नि त घरमै। गाइस अब चाहिँ हामी चाहिने किन्ने सामान चाहिँ लास्टै धेरै हैन, लास्ट धेरै हुन्छ होला हैन। यहाँ अझै के छुटे होला, वहाँ गएर सम्झी लिन पर्छ अझै। आलु पनि। अनि आजकल सल्लाह चाहिँ त्यहाँ हिँड्नु भयो छाता उडेर, अनि चाहिँ यहाँ घाममा टन्किरहेको मन्जुबाट होइन दे हामीलाई हेप्छन् क्या खालि। धेरै सोझो भयो कि हेप्छन् त्यो सोझो नभयो भनेको मैले थालेपछि। लगाएर जल चाहिँ हामी मेरो लागि कपडा लिन आएको होइन, यहाँ थियौँ। यहाँ आउँछ नि जान्न त। लगाएर जल चाहिँ हामीले त्यहाँ पाएन भने कपडाहरू चाहिँ किन्न लाग्थ्यौँ। अब कुन दोकानमा जाने? हेर न मैले उतै साइडमै जान्न त, हेर म अब कुन दोकानमा जाने? खालि किन्नु लागि गाह्रो छ हौ। लगाएर त्यहाँ पनि खोजे जस्तै पाइएन। लगाएर जान्छ त्यहाँबाट एउटा बेल्ट मात्र लियौँ, बेल्ट मात्र होइन, सर्ट किन्न गएको बेल्ट। लगाएर चाहिँ हामी जाँथ्यौँ त्यो वाला दोकानमा। यहाँ पनि भएन गाइस, दिदीको बजेटै पुगेन, हजुरको बजेटै पुगेन। गाइस फाइनली मेरो सपिङ त भयो, एउटा फर्मल सर्ट अनि बेल्ट। के रे 750 सर्ट, 200 रुपियाँ बेल्ट। छठको सपिङ नै भइसक्यो आजकलको हातमा। गाइस अहिले चाहिँ हामी कहाँ हिँड्यौँ रे? पार्लर। अहिले चाहिँ हामी पार्लर हिँड्यौँ, यहाँ थियौँ न। गाइस फाइनली यहाँबाट पनि भयो सपिङ। के किन्नु अरे? यहाँ यति छ 790 को सामान छ। हामी हाम्रो दिदीको स्यान्डल लिनको लागि। लगायत फाइनली सपिङ भयो कम्प्लिट। हल्का सामान मसँग छ अनि हल्का सामान दिदीसँग छ। हल्का सामान चाहिँ सल्नादी राजकरीसँग, अनि हामी चाहिँ यहाँ अहिले छाता उडेर हिँड्न। तर होइन मसँग गरुङ्गो सामान हो, हल्का सामान तिमीसँग हो। खै हजुरको सामान ल्याऊ नि त। अनि मेरो सामान हेर्नु गाइस त्यहाँ नि नखसलै बानी खानी। हालत खराब भयो गाइस त्यो ल्याउँदा। अनि मम्मी पनि यहाँ साडी लाएर रेडी हुनुभयो। ल्याम एमा छठको सामान, अनि एमा चाहिँ मेरो एमा नि छठको सामान, अनि एमा मेरो कपडा, अनि धेरै मात्र छठको सामान मात्रै छ। कहिले यहाँ करेन्ट चाउचाउ बनाउँदै हुनुहुन्छ यहाँ चाहिँ करेन्ट भएको। अब चाहिँ म खान्छु करेन्ट। किन लगाउनु होला कस्तो लाग्यो त नि हजुरलाई? मलाई कस्तो लाग्यो त नि हजुरलाई? लगायत फाइनली भ्याइयो न करेन्ट खाएर पनि। अनि सब चाहिँ अहिले पानी खाँदै बस्यो। पिरो हटेर नि भ्याइसक्यो।
अब काम गर्ने राम्ररी हात धो जुठो हुनुहुन्न ओके लगाएर चाहिँ काम चाहिँ धेरै गर्नु लगाएर नि हाम्रो पापाले चाहिँ फर्स्ट टाइम करेन्ट खानु भएको न ल कस्तो कस्तो थियो राम्रो थियो मिठो थियो ए हो ल दामी दामी ल गाजल चाहिँ यहाँ चाहिँ तयारी भइरह न छठ पूजाको अनि आज चाहिँ छठ पूजाको दोस्रो दिन हो दोस्रो दिनलाई के भन्छ रेड्डी दोस्रो दिन खर्ना दिलले चाहिँ उम्लेको नि भिडियो गराउँदै बस्नु त्यहीमा चाहिँ केही पनि पर्न हुन्न न जुठै हुनुहुन्न ल अनि मम्मी चाहिँ यहाँ पिठो मुस्दै हुनुहुन्छ बिचरा आजकल एक्लै काम गर्नु पर्यो अनि अहिले किन छिलेको त नि माथिबाट अर्डर आएर माथिबाट अर्डर आएर कसले दिएको थियो नि अर्डर फेरि के गर्ने रे मैले आज चाहिँ यहाँ दिदीले नि हेल्प गर्नुभयो पकाइराख्नु भयो अरू बेला चाहिँ सुतेर बस्नुहुन्थ्यो चाहिँ म हल्का फुल्का काम गरेर बाहिर आएको थिएन अनि हाम्रो बाबा चाहिँ यहाँ केही इन्भेन्सन गर्दै हुनुहुन्छ बाबा के गरेको नि हो यस्तो धार हो त यी आज नि हाम्रो मुनिसहरू चाहिँ त्यहाँ चरिरहेन् अनि यहाँ चाहिँ आस्कादी माटो मुस्नु भयो आस्कादी किन हुने यहाँ चाहिँ आतिथ्य हुनुहुन्छ सबले काम गरिरहन होइन हाम्रो काम भने चाहिँ सकिएको नि छैन क्या जस्तै पापाले त्यहाँ भाँडा मान्नु भयो अनि सन्नाइले फोन चलाउनु भयो चाहिँ हात्ती बनाउँछ होइन यो अघि जुन आजकल यहाँ माटो खन्दै बस्नु भएको थियो नि अब चाहिँ हामीले यसको हात्ती बनाउँछ अनि त्यही दिन त्यहाँ काम गर्दै बस्नु भयो चाहिँ हामी यहाँ केराको बोक्रा दिन ठिक यहाँ गाइज अब चाहिँ आजकल यहाँदेखि काट्नुहुन्छ लगाएर जान्छ अब केराको बोक्रा लिगेँ भन के लजाउनु भयो र झिङ्गालालाई ऊ गरिदिन्न अनि सिक्दै पनि आउनुभयो मम्मीले यहाँ सबै रेडी गर्नुहुन्छ यहाँले पत्ता राखिदिनु भयो अनि त्यसपछि चाहिँ खिरहरू अघि जे बनाउनु हुन्थ्यो नि सबै राखिदिनुहुन्छ अनि यति पनि चाहिँ मान्छेहरू आउँछन् धेरै आउँछन् अङ्कल आन्टीहरू अनि घरतिरको होइन सबजना आउनुहुन्छ अनि हाथी पनि ढोक गर्नुहुन्छ अनि हल्का प्रसादीहरू खानुहुन्छ अब चाहिँ हात खुट्टा धोएर चाहिँ त्यहाँ ढोक गर्न पर्छ होइन अब दिलले नि धुनुहुन्छ अनि मैले नि धुन्छु हाम्रो मम्मी एकदम राम्रो देखिनु भएन यो पिङ्क साडीमा दामी यहाँ एकदमै हल्ला हल्ला भएन फर्स्ट नै धेरैजना आउनु भयो अनि हाम्रो शिखर दाइ चाहिँ यहाँ कुनामा बस्नु भयो शिखर दाइको बल्ल मन्दिर गएर चालु भइसक्यो गाइज चाहिँ हामी सबलाई प्रसाद दिन्छौँ उता दिलले दिन जानु लाउनु चाहिँ यहाँ सम्नादीले सबैकोमा पस्किँदै हुनुहुन्छ सबले खाना खाएन न म दिन्छु गाइज यहाँ पनि सबले खानु भयो अहिले चाहिँ के भयो हाम्रो मम्मीलाई ठिक है त्यस्तो गाह्रो हुन्छ अब बढ्दा बस्दा अहिले अहिले चाहिँ सबैजना जानुभयो होइन हल्का हल्का मात्रै बस्नु म देखाउँछु यहाँ पनि हुनुहुन्न अनि अनि मम्मी र आन्टी मात्र हुनुहुन्छ अरू कोही पनि छैन बाइ द वे मैले चाहिँ भर्खर भाडा मारेको होइन अनि सल्ना दिलले अगाडि चाहिँ हामीले फाइनली हामीले पनि खान्छौँ भन फाइनली मैले त खाएर भए तर आजका लिएर सल्ना दिल चाहिँ खाए अहिले चाहिँ सबजना नि गइसक्नु भयो अनि अहिले चाहिँ घर एकदम खाली खाली भयो अनि हामी चाहिँ भोलिको लागि तयारी गरिहाल्यौँ के उतादिले ठकुवा बनाउनु भयो अनि यता चाहिँ आजकलले ठकुवालाई सेप दिनुभयो अनि उता सन्नानले के गर्नुभयो हल्का काम गरिदिन्छु होइन डल्लो डल्लो पारिदिन्छ आजकलले चाहिँ के हाँस्नु र
चाहिँ 10 बजिसक्यो होइन अनि मेरो हात अहिले फोरा किनकि भर्खर अहिले डल्लो सल्लो लड्डुहरू के बनाइदिएको अनि यहाँ चाहिँ अहिले सबजना बनाउँदै हुनुहुन्छ होइन सबजना केही न केही काम गरिराख्नु भयो रमाइलो भयो गाई रमाइलो भयो अनि मम्मीले चाहिँ त्यहाँ अझै बनाउँदै हुनुहुन्छ अनि यहाँ अझै डल्लो गराउँदै हुनुहुन्छ अनि दिदीले चाहिँ त्यहाँ तेलमा के थार्नु भयो आधाभन्दा बढी बनाए भइसक्यो अनि अहिले चाहिँ मैले भर्खरलाई एन्ड गर्छु राम्रो लाग्यो भने लाइक गरिदिनु होला च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला म आउँछ अब हजुरहरूसँग अर्को भिडियोमा अहिलेको लागि ह्याप्पी छठ पूजा